आजदेखि परमेश्वरको सन्तान हुने अधिकार तपाईँले पाउनुहुनेछ। प्रभु यीशु, म पापीमाथि दया गर्नुहोस्, मलाई क्षमा दिनुहोस्। तपाईँले आज म मेरो जीवनमा मेरो प्रभु र मुक्तिदाता भनी स्वीकार गर्दछु। मलाई तपाईँको सन्तान हुने अधिकार दिनुहोस्। हे प्रभु यीशु ख्रीष्ट, परमेश्वरको पुत्र, कृपा गरी म पापीमाथि दया गर्नुहोस्। आमेन। हुन्छ। अब तपाईँ निरन्तर रूपमा चर्चको सेवा सङ्गतिमा, चर्चको पवित्र साँचो आराधनामा तपाईँ सहभागी हुन सक्नुहुनेछ। हुन्छ, हामी पछि भेट्दै गरौँला। जय मसीह। आराधना चाहिँ कसरी गर्न सकिन्छ? अब कसलाई सोध्ने होला? सोध्नु भने फादर पनि गइसक्नुभयो। कसलाई सोध्ने? मैले चर्चमा एकचोटि त लेखेको थिएँ, आँखा बन्द गरेर खिच्ची भनिरहनु भएको थियो। खिच्ची भन्ने होला, कसरी गर्न सकिन्छ? अब कसलाई चाहिँ सोध्ने? म आराधना कसरी गर्न सकिन्छ भन्ने सोचिरहेको छु। आउँदैन कि तपाईँलाई आउँछ? हुन्छ, म सिक्न चाहन्छु। तर आराधना त हामीले अन्य भाषामा गर्नुपर्छ नि। अन्य भाषामा कसरी? म जस्तो गर्छु त्यसो गर्न ल। हामी पहिला बोलाउनु पर्छौँ है। ल म जस्तो गर्छु त्यसरी गराउने है। हे परमेश्वर, आप कितना महान है। आप कितना महान है। आप राजाओं के राजा, प्रभुओं के प्रभु है। आप राजाओं के राजा, प्रभुओं के प्रभु है। आपने हमारे लिए अपना लहू बहाया है। आपने हमारे पाप के लिए लहू बहाया है। आप सच में महान हैं। आप सच में महान है। यसरी नै गर्नुपर्छ ल। तपाईँ यसरी नै प्रार्थना गर्दै गर्नु, आराधना गर्दै गर्नु, बहुतै है। हे परमेश्वर, आप कितना महान है। आप राजाओं के राजा है। आपने हमारे पाप के लिए कलवरी पहाड़ में लहू बहाया है। आपको धन्यवाद। हे परमेश्वर, आपके नाम सबसे ऊंचा है। आपको धन्यवाद देना चाहता हूँ। हे परमेश्वर, आप सबसे महान, आपके नाम सबसे ऊंचा है। प्रभु, आपने हमारे पाप के लिए लहू बहाया है। म अन्य भाषामा आराधना गर्दैछु। अनि कस्तो हुन्छ तपाईँलाई आराधना कस्तो हुन्छ? हुन्छ, सबै दुःख कष्टहरू बोकेर पवित्रको कृष्ण आफ्नो प्राण त्याग्नु भएको छ। त्यही भएर हामी चाहिँ आनन्द साथ प्रार्थना गर्ने हो कि आराम साथ सुती प्रार्थना गर्ने हो कि सुती पनि प्रार्थना हुन्छ र परमेश्वरले सबै दुःख सबै भोगिसकेपछि हामी किन यस्तो गर्ने? सुती प्रार्थना भने एकदम आरामसँग कसरी गर्ने जाने? आउनुहोस् सिकाउनु पर्छ। अहिले सिकाउँ है ल। आफ्नो किसिमबाट है। धन्यवाद सोबुवा, धन्यवाद सोबुवा। हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। तपाईँले हाम्रो निम्ति यति धेरै प्रेम गर्नु भएकोमा, तपाईँले हाम्रो निम्ति यति प्रेम गर्नुभएकोमा परमेश्वर तपाईँलाई धन्यवाद। अरू नि भन्नु न। यसरी प्रार्थना घर यसमा कौबाट सिरानी भएको है पहिले हामी हुन्थ्यो है त। हे परमेश्वर, तपाईँलाई धन्यवाद सब। कति चाहिँ हुनुहुन्छ। तपाईँलाई धन्यवाद सब। प्रभु, तपाईँले हाम्रो निम्ति कलवरीलाई गर्नुभयो।
प्रभु तपाईँलाई सुनेको भन्नु भने गडबडै राख्नु भएको छ। अब सुनेको छैन भने सुनेको जस्तो छ के गरिराख्नु भएको होला? सिस्टर हजुर के गर्नु भएको? आराधना गर्दैछु। अनि आराधना नि यसरी सुनेर आनन्दले गीताको जसरी चाहिँ आराधना हुन्छ र भनेको? कस्तो हुन्छ त? आराधना त भजन गाएर गर्नुपर्छ। पहिला उठ्नुहोस् तपाईँ। हो र? हजुर। मलाई त थाहै थिएन, मलाई एउटै दिदीले सिकाउनु भएको नि। अनि कहाँ यसरी गर्छ सुतिने आराधना त भजन गाएर गाउने हो नि। हो र? कसरी? हजुर म जसरी सिकाउँछु तपाईँले त्यसरी गर्नुहोस् है। हुन्छ मलाई पछि अनुसार प्रभु तिम्रो निम्ति म गीत गाउँछु। प्रभु तिम्रो निम्ति म गीत गाउँछु। अनि फिलमा गर्नु कि हात पनि अलि यसरी उचाल्नु अनि फिल आउँछ नि त नि हात यस्तो गर्नु। प्रभु तिम्रो निम्ति म गीत गाउँछु। प्रभु तिम्रो निम्ति म गीत गाउँछु। सर्वोत्तम प्रयासले म गीत गाउँछु। सर्वोत्तम प्रयासले म गीत गाउँछु। तिमी छौ मेरो छेउ, तिमी छौ मेरो छेउ, तिमी छौ मेरो साथ, तिमी छौ मेरो साथ। यसरी नै भजन गाएर आराधना गर्नुपर्छ है दिदी। आज तपाईँ भजन गाउँदै आराधना गर्दै गर्नु, म अन्त नि सिकाउनु छ, म जान्छु है। प्रभु तिम्रो निम्ति म गीत गाउँछु। सर्वोत्तम प्रयासले म गीत गाउँछु। तिमी छौ मेरो छेउ, तिमी छौ मेरो साथ। मेरो गीतले प्रभु तपाईँलाई उचाल्छु। प्रभु तिम्रो निम्ति म गीत गाउँछु। सर्वोत्तम प्रयासले म गीत म भजन गाएर आराधना गर्दैछु। पनि आराधना हुन्छ र? खास छैन नि, कसरी? दिन्छ। परमेश्वर प्रभु मारियामाको छोरो मारियामाको छोरो परमेश्वर प्रभु मारियामाको छोरो मारियामाको छोरो तपाईँ मेरो सोल्टी माफ गरिदिनु मेरो गल्ती माफ गरिदिनु मेरो गल्ती तपाईँ मेरो जिगरी तपाईँ मेरो जिग्री पास गरिदिनु मेरो डिग्री पास गरिदिनु मेरो डिग्री परमेश्वर तपाईँ सबैभन्दा माथि परमेश्वर तपाईँ सबैभन्दा माथि याद आउँछ मलाई तपाईँको राति राति जुन त काम नआउँछ नि तपाईँ सबैभन्दा माथि परमेश्वर तपाईँ सबैभन्दा माथि मलाई याद आउँछ तपाईँको राति राति मलाई याद आउँछ तपाईँको राति राति हो बचाइदिनु सौले भाइ ओके परमेश्वर प्रभु कुमारियामाको छोरो तपाईँ मेरो सोल्टी माफ गरिदिनु मेरो गल्ती तपाईँ मेरो जिग्री माफ गरिदिनु मलाई जिग्री परमेश्वर तपाईँ सबैभन्दा माथि याद आउँछ मलाई तपाईँको राति राति कुमारियामाको छोरो तपाईँ मेरो जिग्री माफ गरिदिनु मलाई जिग्री तपाईँ मेरो सोल्टी माफ गरिदिनु मेरो गल्ती म आराधना गर्दैछु नि त ब्रो अनि कसरी हुन्छ त आराधना त्यसरी गर्ने होइन नि। यसरी हो कि मलाई सिकाउनु भएको दाइले त्यसरी गर्ने होइन नि आराधना जान्छ आराधना अनि कसरी गर्ने त ब्रो त्यसरी आराधना गर्ने होइन। तपाईँ यो गर्न बन्द गर्नु म सिकाउँछु के तपाईँ सिक्न चाहनुहुन्छ? हुन्छ आराधना चाहिँ हामीले चाहिँ रोएर गर्नुपर्छ। आराधना के रोएर पनि हुन्छ रोएर गर्नुपर्छ किनकि हाम्रो परमेश्वर त हाम्रो निम्ति मर्नु भयो नि, स्वर्गबाट धरतीमा आउनुभयो उहाँ हाम्रो निम्ति अनि क्रुसमा मर्नुभयो। त्यस कारण हामीले चाहिँ आराधना रोएर गर्नुपर्छ। ए हो र हुन्छ अब तपाईँले सिकाउँछु, तपाईँ सिक्न चाहनुहुन्छ? हुन्छ हुन्छ आउनुहोस् हामी घोडामा बसौँ है। फेरि पनि घोडामा हजुर घोडामा बस्नुहोस् न। कतिचोटि बस्नु घोडामा नि बस्नु है। हामी चाहिँ
आराधना चाहिँ रोएरै गर्नुपर्छ हामी चाहिँ एकदम धेरै कराएर गुनेछौँ कि हाम्रो आवाज चाहिँ स्वर्गसम्म पुगोस् हुन्छ तपाईँ मलाई पठाउनु है त हे परमेश्वर पिता हे परमेश्वर पिता मजाले भन्नु न अलि हात पनि उचाल्ने यसरी गर्नु हे परमेश्वर पिता हे परमेश्वर पिता तपाईँ कति महान हुनुहुन्छ तपाईँ कति महान हुनुहुन्छ तपाईँ हाम्रो निम्ति यस संसारमा आउनुभयो तपाईँ हाम्रो निम्ति यस संसारमा आउनुभयो अनि यस्तो गर्नु न तपाईँ हाम्रो निम्ति संसारमा आउनुभयो तपाईँ हाम्रो निम्ति संसारमा आउनुभयो हाम्रो निम्ति मर्नुभयो हाम्रो निम्ति मार्नुभयो तपाईँ बेसी महान हुनुहुन्छ तपाईँ कति महान हुनुहुन्छ हाम्रो निम्ति मर्नुभयो तपाईँ हाम्रो निम्ति मार्नुभयो तपाईँले हाम्रो निम्ति ठिक गर्नुको ठुस बोक्नुभयो तपाईँले हाम्रो निम्ति कल्पनामा दुःख बोक्नुभयो तपाईँले धन्यवाद तपाईँलाई धन्यवाद अझै बेस पनि है हाम्रो आवाज स्वर्गसम्म पुग्नुभयो प्रभु धन्यवाद प्रभु धन्यवाद कति महान हुनुहुन्छ तपाईँ कति महान हुनुहुन्छ तपाईँले धन्यवाद तपाईँलाई धन्यवाद तपाईँले धन्यवाद साँच्ची नै तपाईँलाई धन्यवाद साँच्ची नै आराधना चाहिँ यसरी रोएर गर्ने हो तपाईँले बुझ्नुभयो नि हुन्छ रुँदा रुँदै मेरो मेकअपै खराब भयो म चाहिँ जान्छु है हे परमेश्वर तपाईँले धन्यवाद तपाईँ हाम्रो निम्ति मार्नुभयो साँच्ची नै प्रभु तपाईँलाई धन्यवाद प्रभु तपाईँलाई धन्यवाद तपाईँले हाम्रो निम्ति दुःख कष्ट भोग्नुभयो साँच्ची नै प्रभु तपाईँलाई धन्यवाद धन्यवाद छ परमेश्वर साँच्ची नै प्रभु तपाईँले धन्यवाद तपाईँ हाम्रो पापको निम्ति मार्नुभयो के गर्दै तपाईँ म रुएर आराधना गर्दैछु रोड पनि आराधना हुन्छ र अनि कसरी हुन्छ त आराधना त हामीले मागेर गर्ने हो मागिन? तपाईँले के चाहिन्छ मलाई स्कुटी आइफोन अनि मलाई सुन चाहियो हो मैले नै मागेर आइफोन जिमसी गरौँ है कहिले मलाई आउँछ जेमसी यसरी जिमसी हुन्छ हामी नयाँ युनिक तरिकाले गर्ने हो कसरी पहिला हात यसरी राख्ने यसरी अनि उफ्रिँदा आएर यसरी ठोकिने है ल जयमसी अलिक भएन अलि उफ्रिँदाउनु न यसरी हुन्छ अब अलि उफ्रिँदाउनु जयमसी अब मागेर आराधना गर्ने मान्छेले यति कमजोर भएर हुन्छ ल अब माग्न सिकाउँ है पहिला ए सरी ल लास्टचोटि है राम्रोसँग गर्ने ल ल जयमसी ल यसरी गर्ने ल ल अब हामी माग्न सुरु गरौँ है के चाहियो तपाईँले स्कुटी र आइफोन होइन हे परमेश्वर मलाई आइफोन चाहियो मलाई आइफोन चाहियो मेरो छिमेकीको 2 तला घर छ मलाई 4 तला चाहियो मेरो छिमेकीको 2 तले घर छ मलाई 4 तले घर चाहियो नत्र म त हालिदिन्छु अनि दिँदैन ल ए आरामले गर्ने छोड्छु ल हे परमेश्वर मेरो छिमेकीले 2 तला सुन्नलाई छ मलाई 4 तला चाहियो मेरो छिमेकीले 2 तोला सुन लाउनु भएको छ मलाई 4 तोला सुन चाहियो ओ यसरी नै मान्ने ल हुन्छ नत्र म तपाईलाई छोडिदिन्छु म नत्र तपाईले छोडिदिन्छु यसो धम्की दिन मिल्दैन होला अनि परमेश्वर हाम्रो को हो त पिता हुनुहुन्छ अनि पितालाई माग्नु पर्ने अधिकार हामीले माग्नु पर्दैन र पर्छ त्यो त हो त्यसै गरौँ ल अझै एउटा मागौँ अनि त्यसपछि त्यो गरौँ है हे परमेश्वर मलाई स्कुटी चाहियो मलाई स्कुटी चाहियो मलाई बाइक चाहियो मलाई बाइक चाहियो मलाई आइफोन 16 प्रो मैक्स चाहियो मलाई आइफोन 16 प्रो मैक्स चाहियो हो ल यसरी माग्दै गर्छौ हैन अनि मेरो लागि नि माग्दिनु अलिकता हैन अनि म त एक्चुअली माग्दैछु हैन माग्न सिकाउनु छ म त माग्ने गर्नु ल ल तपाईँ माग्दै गर्नु ल जयमसी गरौँ है त ल जयमसी ल यसरी हे परमेश्वर मलाई सुन चाहियो मलाई स्कुटी चाहियो मलाई 3 तले घर चाहियो मेरो घरमा प्रभु मैले सुनेको सिरानीमा मेरो बक्सा राखेको छु म जानु लाग्ने त्यो भरि पैसा राखेको प्रभु नत्र म तपाईँ पिता पनि भन्दिनँ म तपाईँको आराधना पनि गर्न छोडिदिन्छु परमेश्वर म प्रार्थना गर्न पनि छोडिदिन्छु मलाई चाहियो परमेश्वर मलाई दिनुहोस् म संसारको सबैभन्दा धनी मान्छे हुन चाहन्छु मलाई दिनुहोस् परमेश्वर नत्र म तपाईँलाई पिता पनि भन्दिनँ
मलाई दिनुहोस्। हे मेरो छोरी म तिम्रो पिता पुर्खाको परमेश्वर हो। तिमी जुन आराधना गर्दैछौ त्यो साँचो आराधना होइन। मेरा आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। तिमी जे आराधना गर्दैछौ त्यो साँचो आराधना होइन। मेरो आराधना मैले कसरी गर्नुपर्छ मैले मेरा मानिसहरू अगमवक्ताहरूलाई चर्च फादरहरूलाई मैले दिएको छु। जाऊ तिनीहरूले जसरी आराधना गरे तिमीले पनि त्यसरी नै आराधना गर्न सिक। परमेश्वर म अन्धकारमा थिएँ प्रभु, मैले मानिसहरूले सिकाएको विधिले चाहिँ पालना गरेर परमेश्वर मैले सुती आराधना गरेँ। मैले परमेश्वर पिता ऱ्यापमा आराधना गरेँ अनि प्रभु मैले तपाईँको रुएर आराधना गरेँ। हे परमेश्वर साँच्ची नै प्रभु मैले तपाईँको विरुद्धमा पाप गरेको रहेछु। परमेश्वर तपाईँ चाहनुहुँदो रहेछ प्रभु सुतेर आराधना गर्न होइन, ऱ्यापमा आराधना होइन, तपाईले धम्की दिएर मागेर आराधना होइन, तर परमेश्वर तपाईले चाहिँ अनि प्रभु आत्मा र सत्यताका साथ प्रभु तपाईँले आराधना चाहनुहुँदो रहेछ। प्रभु तपाईँलाई धन्यवाद दिँदछु। मैले तपाईँको विरुद्ध ठुलो पाप गरेको छु प्रभु, मलाई क्षमा दिनुहोस्। परमेश्वर म तपाईँले चाहनु भएको आराधना गर्न चाहन्छु प्रभु। म तपाईँको आवाज नै सुनेर आराधना गर्न चाहन्छु प्रभु। मलाई तपाईँको उपस्थितिमा डराउनुहोस् प्रभु। तपाईँले जसरी मेरा पिता पुर्खालाई सिकाउनु भयो त्यस्तै आराधना प्रभु मलाई गर्न सिकाउनुहोस् प्रभु। म धनी छोरीमाथिको दया गर्नुहोस् प्रभु, दया गर्नुहोस्। मैले गरेको आराधना प्रभु मैले अनजानमा गरेको रहेछ। तपाईँ त्यो आराधना तपाईँ चाहनुहुन्न रहेछ प्रभु। मैले तपाईँको विरुद्धमा प्रभु अशुद्ध शब्द पनि अनि प्रभु तपाईँले धम्की दिन पनि छरेन प्रभु। म माथि दया गर्नुहोस् प्रभु, मलाई क्षमा गर्नुहोस् प्रभु, दया गर्नुहोस् प्रभु, दया गर्नुहोस्। आमेन। हाम्रो आराधनाको हाम्रो नाटकको शीर्षक रहेको थियो साँचो आराधना। अनि हामीले साँचो आराधना चाहिँ कसरी गर्नुपर्छ भन्ने कुरा आज हाम्रो आत्मिक पिताले पनि हामीलाई धेरै कुरा बताउनु भयो। आत्मा र सत्यतामा हामीले आराधना गर्नुपर्छ। हामीले कतिपटक ऱ्यापमा आराधना गरिरहेको हुन्छ, कतिपटक हामीले चाहिँ मागेर आराधना गरिरहेको हुन्छ, कतिचोटि हामीले रोएर आराधना गरिरहेको हुन्छ। अब अहिलेको जेनेरेसनमा त जय मसी पनि यस्तरी नै। अनि कहिले कहिले त अब जवानको भेटघाट हुँदैन, जवान र बुढी आमाको भेटघाट हुँदाखेरि जय मसी गरेर बुढी आमा कहाँ हुन्छ हैन। त्यसै कारणले गर्दाखेरि हामीले साँचो आराधना कसरी गर्न सकिन्छ परमेश्वरले आफ्ना मानिसहरूलाई दिनुभएको छ। जहिले पनि परमेश्वरले म तिम्रा परमेश्वर, अब्राहमका परमेश्वर, इसाकका परमेश्वर, याकुबका परमेश्वर हो। यो शब्द परमेश्वरले पुरानो करारमा मात्र होइन, हामी नयाँ करारमा पनि परमेश्वरले जहाँ बोल्नु भएको छ र परमेश्वरको जुन कुराहरू चाहिँ बोलेको वचनहरू अगमवक्ताहरूले के अरे प्रेरितहरूले सिकाएको त्यो शब्दलाई चाहिँ उनीहरूले लगेर फेरि पनि मानिसहरूले सिकाएको छ। त्यसै परमेश्वरले जुन आराधना गर्न सिकाउनु भएको छ त्यो आराधना चाहिँ निरन्तर हुनेछ। हामीले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ भन्ने कुरा सेसन 3 पनि हामीले सिकेका हौँ। त्यसै कारणले गर्दाखेरि हाम्रो नाटकद्वारा तपाईँहरूले बुझ्नु भएको छ। पोजिटिभ कुरा बुझेर जानु, फेरि भोलिपल्ट फेरि ब्रो भनेर यस्तै त हो ब्रो, कुमारी आमाको छोर हो। हामीले ऱ्यापमा सायद हाम्रो जवानहरूले चाहिँ मिस्टेक नलाग्यो भन्ने डर छ, किनभने यो नाटक हामीले धेरैचोटि प्र्याक्टिस गर्दाखेरि सायद उहाँहरूलाई कन्ठ पनि भयो होला, बिर्सेर कतै तपाईँले पनि कुमारी आमाको छोर हो नभन्नुहोस्। त्यसै कारणले गर्दाखेरि हुन्छ। तपाईँलाई धेरै धन्यवाद। अनि यो बाँकी समय हाम्रो आदरणीय हुन्छ। अब हामी